कोही माइकालाल जन्म्या छ केपी ओलीलाई कठालो समातेर सडकमा ल्याउने? यो दुनियाँमा कोही माइकालाल जन्म्या छैन। केपी ओली इज द केपी ओली, फुटबलको पेले जस्तै हो। जसरी बुझ्न मन लाग्छ बुझ्नुहोस्, ढुक्क हुनुहोस्, ढुक्क हुनुहोस्। 3 करोड नेपाली जनतामा गएर फेरि 2 लिएर आइहाल्छु। Wake up to reality. एउटा कुरा थाहा पाइस्, नेपको हिस्ट्रीमा यसले जस्तो रिबटल कसैले खाएको थिएन। नेपको हिस्ट्रीमा मानस दाइ हो कि हैन? नेपको हिस्ट्रीमा आज जस्तो तैँले जस्तो रिबटल कसैले खाएको थिएन। हिस्ट्री भनेको फेरिने चिज हो भाइ, बाले नहिलेसम्म आएको थिएन। ऱ्याप म पनि गर्छु। हजुर हजुर हैन? हजुर एकदम एकदमै म जस्तो ऱ्याप चाहिँ गरिरहेको हुन्छु क्या, जस्तो के चकलेटको पेपर ऱ्याप कि के कस्तो? पार्टीहरूले पत्याएनन्, टिकट दिएनन् अनि स्वतन्त्र उम्मेदवार बन्नुभयो भन्ने ठ्याक्कै यसलाई चाहिँ उल्टो बनाउनु त। धेरै पार्टीहरू तपाईँकोमा धाउनु भयो अनि तपाईँले मान्नु भएन अनि र पनि स्वतन्त्र उभिनु भएको छ भनेर एकचोटि फेरि भन्नु त कस्तो मिठो सुनिन्छ। जस्तो दोहोरी गीत हजुर 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 हेबाट सुरु हुन्छ क्या। हे हे दोहोरी गीत हेबाट हुन्छ। भोजपुरी गाडीको विषयमा केही थोरै भनिदिनु। न्युरोडलाई माया गर्न नपाउने म चाहिँ तपाईँ देशलाई माया गर्नु न, किन न्युरोड मात्रै? देशलाई माया जुत्ता कालो प्यान्ट निलो रहेछ, मर्दा हेर यस्तो हुन्छ, यसको त गिलो रहेछ। दिन्छ भने स्वतन्त्र व्यक्तिलाई काम गर्न गाह्रो हुन्छ। काम गर्न दिने र नदिने भन्ने कुरै छैन नि। स्थानीय सरकार हो नि त। स्थानीय सरकार मेयरलाई काम गर्न दिने र नदिने भन्ने त कुरै छैन। त्यो त सरकार हो। त्यहाँ अपोजिसन बसेर त्यहाँनिर टेबल ठट्टाउने होइन नि त। अनि बोले जस्तो कुरा कहाँ हुन्छ र? गाह्रो छैन। गाह्रो छ भनेर बसियो भने त चुप लाएर सुतेर बसे भइगयो त। गाह्रो छ आज के उठ्नु, आज म दिनभरि सुतेर बस्छु भन्दा भइगयो। गाह्रो छ भने त भएन त। हामी हैन, संसारमा असम्भव केही पनि छैन। हजुर। तर नेपालमा छ नि, यो असम्भव भयो भने के गर्ने? यस्तो जस्तै तपाईँलाई तपाईँकै उदाहरण दिन्छु। तपाईँले पत्रकारिता सुरु गर्दाखेरि यति गाह्रो भयो। तपाईँले जागिर माग्दा जाँदाखेरि जस्तै त ल एउटा नेताको नाम दिन्छु, त्यसो घर गएर उसको इन्टरभ्यू लिएर आइज भनेर तपाईँ माधव कुमार नेपालको घर पुग्नुभयो। तपाईँ बिहान पुग्दाखेरि उहाँको टाइम छैन, फेरि फर्केर जानुहोस् भन्दा कुरेर बस्नुभयो। उहाँको टाइम छैन भनेर कुरेर बस्नुभयो। हुँदा राति 11 बजेसम्म कुरेर बस्दाखेरि बल्ल बल्ल माधव कुमार नेपालजीले यो कस्तो बौला पत्रकार रहेछ, बिहानैदेखि कुरेर बसेको केही नखाइकन भनेर दिनुभयो नि त उहाँले तपाईँलाई अन्तर्वार्ता। अनि त्यो लिएर जानुभयो अनि तपाईँले जागिर बनाउनुभयो। भनेको त्यो बेला तपाईँले यो गाह्रो छ, तपाईँले मलाई इन्टरभ्यू नै दिन्न भनेर छोडिदिनु भएको भए त तपाईँ अहिले यहाँनिर बसेको ऋषि धमला हुनु हुँदैन थियो नि त। प्रस्ताव गरिरहेको छ सबै पार्टीको फर्स्ट अप्सन मै होला, त्यति भन्दै सक्छु। अब सबै पोलिटिकल पार्टीको फर्स्ट अप्सन मै हो। त उहाँले बनाएको हो नि, होइन? त्यो धरहरा होइन, त्यो धरहरा किन होइन? पछाडि जुन भत्कियो, जुन चाहिँ इँटा सुर्खी माटोले बनेको संरचना थियो त्यो धरहरा हो। त्यो धरहरा किन विदेशीहरू हेर्न आउँथे भन्दाखेरि नेपालीहरू कस्तो अजङ्गको मान्छे रहेछन्, यिनीहरूले त इँटा माटो र सुर्खीले चाहिँ 13 तल्लाको भवन बनाए भनेर हेर्न आउने हो नि त। तपाईँको कङ्क्रिटको टावर त जसले पनि बनाउन सक्छ। हाम्रो भन्दा राम्रो टावर अमेरिकामा चोकचोकमा छैन त। घरको नक्सा मसँग हुनुपर्छ। नगरपालिका के हुन्छ त? तपाईँको नक्सा मसँग हुनु। मैले अफिसमा त यहाँनिर यत्रो नोटिस दिएको छ अनि के हो यो? हजुरले के 35 दिन भित्र खाली गर भनेर नोटिस दिएको छैन? तपाईँको घरको नक्सा मसँग हुन्छ? अनि मैले खाली गर्नु किन कसरी गर्ने? खाली मैले तपाईँको घरको नक्सा मसँग हुन्छ त जाउने। तपाईँलाई अत्यन्तै तुच्छ नि सर।
अत्यन्तै तुच्छ राक्षसको वकिल भएर एउटा प्रश्न सोधौँ। हजुर सोध्नुहोस्। तपाईँ हारिहाल्नुभयो भने कसरी अनुहार देखाउनुहुन्छ? यसरी नै देखाउँछु। तपाईँले चस्मा लगाएर यता हेऱ्यो भने यता अलिकति फाइदा लिनुहुन्छ जस्तो लाग्यो होइन मैले फाइदा नहेर्नुपर्ने मान्छेहरूलाई तपाईँ जस्तो फाइदा लिनुपर्ने व्यक्ति हुनुहुन्न।